ऊ मेरो बाल्यकालदेखिको मिल्ने साथी, हाम्रो मित्रता अरू सम्बन्ध भन्दा माथि। हामी सहर घुम्न जान्थ्यौं राति राति, भागी भागी घरमा आमा बुवालाई ढाँटी, मर्न र मार्न तयार एकअर्काको लागि। सधैँ सँगै बस्थ्यौं स्कुल पढ्दा हामी, दुबई नजाने यदि एउटा बिरामी। जे पनि बाँड्ने हाम्रो राम्रो थियो पानी। उसले एक दिन चुरो चल्काई सोध्यो ओए खाने, मैले पनि ताने संकोच छैन मानी। दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी, बिस्तारै कुलतमा फसियो जानी नजानी। गाजा अनि गोटी सामान र पानी, यो पछि त्यो त्यो पछि त्यो दामी। छ्याप 90 दिन पनि राम्रै नलाग्ने, त्यसपछि फेरि कहिले उस्तै रहेनौ हामी। नहोला सँगै आज तर म तर तेरो सम्झना यो मनमा छ। साथ छोड्ने छैन भन्थ्यौ कहिले, तर साथी निकै एक्लो छु अहिले। नहोला सँगै आज तर म तर तेरो सम्झना यो मनमा छ। साथ छोड्ने छैन भन्थ्यौ कहिले, तर साथी निकै एक्लो छु अहिले। यसरी नै लागु पदार्थमा डुब्दै गयौं, गलत निर्णय खराब परिणामको शिकार भयौं। कतिलाई कुट्यौं लुट्यौं, कतिलाई ठग्यौं, घरमा आफ्नै आमा बुवासँग झर्थ्यौं। आफैमा लड्यौं तर खान छोडेनौ, बिस्तारै हामी एकअर्कासँगै बोलेनौ। सोध्ने गर्थे साथीभाइले हाम्रो बारेमा, ऊ बिना मलाई एक रति राम्रो लागेन। अब सबै त्याग्ने मैले बाछा गरे, बाहिर ननिस्की कोठाभित्र सुतेर बसे। बिस्तारै म पढाइतिर अघि बढे, सुन्ने गर्थे ऊ अझै त्यस्तै छ भन्ने। एक दिन